नमस्कार, अपन विशेष में स्वागत करी छी। हम अजय शाह शिवाली आज समसामयिक राजनीतिक विषय में बातचीत कर जा रहा छी। ओहमे प्रदेश दू के बात करी आ केंद्र के बात करी तो प्रदेश दू आ केंद्र सरकार बीच में एकटा समस्या ई देखल जाय छलै कि प्रदेश सरकार जे अभी उपराग ई करैत रहलै कि केंद्र सरकार सहयोग नहीं करै छै, कर्मचारी के बात होय या और चीज में होय, समन्वय नहीं करै छै, नहीं एहन किस्म के उपराग सब रहैत आयल छलै। तो ई पिछला 2 साल के बात करी तो पिछला समय में आबि कऽ प्रदेश सरकार के केंद्र सरकार कतेक सहयोग कर रहल छै, प्रदेश सरकार केना के काज कर रहल छै, ई यावत विषय में बातचीत करब। जेना पिछला किछु दिन पहले महालेखा परीक्षक कार्यालय एकटा प्रतिवेदन सार्वजनिक केलकै 2075-76 के प्रतिवेदन। तो प्रतिवेदन के बात करी तो प्रदेश दू में 7 प्रदेश से कर्णाली से कनी बेसी रकम प्रदेश दू में खर्च कयल गेलै, बजट खर्च कयल गेलै। लेकिन जब बेरोजू के बात करी तो सबसे बेसी बेरोजू प्रदेश दुइये में एलै। एहन अवस्था किया सिर्जना भेलै? एहि के संगे समसामयिक राजनीतिक विषय में बात करब कि अखनका राजनीतिक अवस्था केहन छै, यावत विषय में बातचीत करब। तो प्रत्यक्ष जुड़ल छै नेपाल बौद्धिक पेशा कर्मी महासंघ के उपाध्यक्ष, तैना ओ मुख्यमंत्री प्रदेश नंबर 2 के मुख्यमंत्री के प्रमुख स्वकीय सचिव सेहो छथि जितेन्द्र यादव। तपाईलाई स्वागत छ कार्यक्रममा। धन्यवाद। सुरुवात प्रदेश 2 को सरकारबाट गरौँ। जसरी पहिला तपाईहरुले भनिराख्नु भएको थियो कि केन्द्रले सहयोग गरेन, अहिले के छ कर्मचारीको अभावदेखि लिएर यावत समस्या जुन एउटा विगतदेखि नै तपाईहरुले आवाज उठाउँदै आउनु भएको थियो, ती समस्याहरू सबै सम्बोधन भइसके? अहिले संघीय सरकारको नेतृत्व लिनुहुने हाम्रो सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू तथा पार्टीगत रूपमा नेकपाले नेतृत्व राखेको अवस्थामा अहिले प्रदेश नम्बर 2 लाई अहिले पनि अन्य प्रदेशको तुलनामा अहिले पनि असहयोग गर्ने नियतले नै अहिले राज्य सञ्चालन गरिराखेको छ। त्यस अर्थमा प्रदेश नम्बर 2 सरकार जहिले पनि संघीय सरकारसँग समन्वयकारी भूमिका निर्वाह गर्दै आइराखेको अवस्थामा पनि प्रदेश नम्बर 2 मा जनसङ्ख्या र जनघनत्वको हिसाबले हेर्नु पर्दाखेरि अहिले कोरोनाको महामारी र बाढीको चपेटामा परेका आम मधेसी जनता या प्रदेश नम्बर 2 का जनता जुन अन्य प्रदेशको तुलनामा जनघनत्व र जनसङ्ख्या बढी भएको छ र जनसङ्ख्या भएको जनकल्याणकारी हितको लागि संघीय सरकारले प्रदेश नम्बर 2 सरकार या प्रदेश नम्बर 2 लाई बढी बजेट दिनुपर्ने अवस्थामा बजेट पनि कटौती गर्नु र जुन किसिमको सहयोग हुनु पर्थ्यो त्यो किसिमको सहयोग नगर्नु अहिले पनि संघीय सरकारको प्रदेश सरकार प्रतिको जुन धारणा छ त्यो धारणा अहिलेसम्म पनि परिवर्तन हुन सकेका छैन। तपाईलाई के लाग्छ अरु प्रदेशलाई जुन बाँकीका 6 वटा प्रदेश छन् नि, ती प्रदेशहरूलाई चाहिँ केन्द्र सरकारले व्यापकै सहयोग गरेको हैन, हरेक किसिमले समन्वय पनि गइरहेको र प्रदेश 2 लाई नै बाइकआउट गरे जस्तो व्यवहार देखाएको जस्तो अनुभूति गरिराख्नु भएको छ तपाईहरुले? यो बुझेको कुरा हो। विभिन्न तपाईकै मिडिया मार्फत र अन्य मिडिया मार्फत हामी सम्पूर्ण जनताले बुझेको कुरा पनि हो। हामी पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा हामी बुझिराखेका छौं। संघीय सरकार जसरी जनताप्रति उत्तरदायी भएर अगाडि बढ्नुपर्ने बेलामा जनताको अधिकार कटौती हरेक बहानामा हरेक किसिमले जनताको अधिकार प्रदेश नम्बर 2 को जनताको अधिकार कटौती गर्ने मानसिकता बनाएकै हो। त्यसमा प्रदेश सरकारको तर्फबाट मात्र पनि होइन, म आम नागरिक र म एउटा नेपाल बौद्धिक पेशाकर्मी महासंघको केन्द्रीय उपाध्यक्ष भएको हुनाले पनि म संघीय सरकार प्रति जुन किसिमले अहिले प्रदेश नम्बर 2 को जनतालाई हेर्ने दृश्य हुनु पर्थ्यो त्यो किसिमले पक्कै पनि पाएको छैन। जस्तो उदाहरणको रूपमा मैले लिन चाहे, पीसीआर देखि लिएर अहिले कोरोनाको महामारीको बेलामा पनि कर्मचारीहरू पर्याप्त रूपमा पठाइ नदिने अनि 3 महिनामा कर्मचारी सचिवहरूलाई फिर्ता बोलाइहाल्ने, सरुवा गरिहाल्ने, अन्य कर्मचारीहरूलाई सरुवा गरिहाल्ने र यो विभिन्न चरणमा चाहिँ त्यो किसिमको अब एउटा कन्टिन्युटी निरन्तरता थियो, कन्टिन्युटी थियो। त्यो कन्टिन्युटीलाई पनि अब
क्रमभङ्गता गरिदिने प्रशासनिक रूपमा भनेपछि यो नियत देखिएको छ। यो बदनियतले मुलुक चल्दैन, किनभने यहाँको जनता पनि नेपाली जनता हो, प्रदेश नम्बर 2 को जनता आम मधेसी जनता पनि नेपाली जनता हो। त्यस अर्थमा सङ्घीय सरकारले यो कुरालाई बोध भएर राज्य सञ्चालन गर्नुपर्छ भन्ने मेरो बुझाइ। अब एउटा आरोप के लाग्दै आएको छ भने प्रदेश दुई सरकारले चाहिँ आफू केही नगर्ने अनि केन्द्रलाई मात्रै आरोप लगाइरहने भनेर पनि आरोप लाग्ने गरेको छ नि। अब यस्तो छ, आरोप अब हेर्ने दृश्य कस्तो छ भन्ने बुझाइमा हो। प्रदेश नम्बर 2 सरकारले जस्तो तपाईँ एउटा यो बजेटको कुरा तपाईँ गर्नुहुन्छ, बजेट खर्चको विषयलाई तपाईँलाई यो भनिराख्नु भएको छ जस्तो मलाई लागिरहेछ। के हो भने अब बजेट त नीतिगत रूपमा, राजनीतिक रूपमा र प्रशासनिक रूपमा मन्त्री परिषदले गर्ने कुरा हो, तर कार्य सञ्चालन विधि भनेपछि कर्मचारीले नै हो। तर कर्मचारीहरू चाहिँ जसरी योभन्दा अगाडि जसरी प्रमुख सचिवज्यू यो प्रदेशलाई डेडलकमा राखेर जुन उहाँ जानु बिदा हुनुभएको हो, यो के देखाइरहेछ भने प्रदेश नम्बर 2 लाई सङ्घीय सरकारले त्यस्तो कर्मचारी पठाइदिने जसले असहयोगको वातावरण सिर्जना गरेर यो प्रदेशलाई चाहिँ एकदमै मतलब क्राइसिसमा राखेर संघीयता खतरामा राख्ने, संघीयता समाप्त गर्ने नियतले नै सुनियोजित तरिकाले नै कर्मचारीको प्रयोग भइरहेको भनेपछि संघीयता आयो देशमा र जुन किसिमको संघीय संरचनाको परिकल्पना हामीले गइरहेका छौँ त्यस्तो हुन सकेन हैन। हरेक कुरामा नियन्त्रण प्रदेश सरकारको रहेन हैन। सचिवको कुरा होस् या कर्मचारी भर्नादेखि लिएर हरेक कुरामा अहिलेको अवस्थामा हेर्ने हो भने सबै केन्द्र सरकारमाथि नै भर पर्नुपर्ने अवस्था छ र केन्द्रले सहयोग गरेन। त्यो हिसाबले तपाईँ भनिराख्नु भएको छ बजेटको जुन सन्दर्भ छ कतै न कतै कर्मचारीले सहयोग गरिदिएन, त्यो कारणले पनि यस्तो अवस्था आयो भनेर तपाईँको भनाइ हो। यो 100% सही कुरा हो। त्यसैको लागि आम मधेसी जनता, पहाडका जनजाति आदिवासी जनताले आफ्नो अधिकार पाउनको निमित्त यत्रो ठुलो ऐतिहासिक जनआन्दोलनहरू गर्यो, मधेस जनविद्रोहहरू गर्यो, सशस्त्र जनविद्रोहहरू गर्यो। के का लागि भनेपछि यो मुलुकमा संघीयताको मूल मर्म के हो भने शक्तिको बाँडफाँड, साधन स्रोतको बाँडफाँड र राज्यको हरेक निकायमा आफ्नो पहुँच हुने गरीको अवस्थालाई स्वायत्त मधेस प्रदेश या स्वायत्त प्रदेशको अवधारणा अनुरूप ल्याएको भए यो समस्या हुँदैन थियो। स्वायत्त प्रदेशको अर्थ के हो भने आफ्नो शक्ति, आफ्नो सत्ता, आफ्नो साधन स्रोत र सङ्घीय सरकारले गर्नुपर्ने काममा सहयोग, निरन्तर सहयोग र सहयोग लिने र दिने दुईटै, र आफ्नो कर्मचारी, आफ्नो प्रहरी, त्यसमा चाहिँ सङ्घीय सरकारले प्रदेशहरूलाई अहिलेको अवस्थामा स्वायत्तता दिएको छैन। र त्यसको लागि जसरी तपाईँको चिन्ता छ कि वास्तवमा यो प्रदेश गठन भइसके पछाडि पनि जनता अनुभूति यो सुविधाबाट वञ्चित भइरहेको कुरा जुन तपाईँको अब प्रदेश सरकारले जहिले पनि आरोप लगाइरहने, मैले त्यसैमा कन्टिन्यू गरेँ। त्यसैले के हो भने कि आफ्नो कर्मचारी, आफ्नो प्रहरी, आफ्नो साधन स्रोत, आफ्नो शक्ति जबसम्म प्रदेशले पाउँदैन तबसम्म प्रदेश स्वायत्त रहँदैन र प्रदेशले केही गर्न सक्छ भन्ने मलाई लाग्दैन। त्यसैले संविधान संशोधनको विषयलाई लिएर व्यापक रूपमा 2072 को संविधान संशोधनको रूपमा जसरी असन्तुष्टि मधेसवादी दलहरूको रह्यो, मधेसी दलहरूको रह्यो र तपाईँको राष्ट्रिय जनता पार्टी र तत्कालीन तपाईँको समाजवादी पार्टीको जसरी रह्यो फरक विचारहरू रहने गर्यो, त्यो राष्ट्र हितको लागि, किनभने संघीयता मजबुत भयो भने राष्ट्र बलियो हुन्छ। राष्ट्र भनेपछि जनता हो, जनता बलियो हुनुहुन्छ र हरेक जनतामा अधिकार सम्पन्न जनता बनायो भने मात्रै राष्ट्रता बलियो हुन्छ भन्ने सोच नराखिकन के हो भने कि मधेसी जनतालाई कुचिने, जनजाति आदिवासीलाई भनेपछि पिछडिएका जनतामाथि राज गर्ने जुन मानसिक एकल नस्लवादी चिन्तन बोकेर जसरी तपाईँको भनाइ रह्यो कि राष्ट्रिय हितको लागि प्रदेशले अधिकार दिनु पर्यो। एउटा त रह्यो कि कर्मचारीलाई काम लगाउने कुरा भयो हैन, अर्को चाहिँ कर्मचारीले काम गर्ने कुरा भयो। अब कर्मचारीलाई काम लगाउने भनेको प्रदेश दुई सरकार नै हो र जुन कर्मचारीहरू छन् ती चाहिँ केन्द्रबाट नियन्त्रित कर्मचारीहरू हुन् हैन।
भनेपछि एकातर्फ त अधिकार दिएको छैन भनेर भनिराख्नु भएको छ, अर्कोतर्फ प्रदेश 2 सरकारले खालि कहिलेसम्म भनिरहने के काम गर्ने अब वातावरण यस्तो भएन, छ केन्द्रले सहयोग गरेन भनेर कहिलेसम्म भनिरहने? कि त अब काम यस्तो लगाउनु छ पर्यो कि त हजुर यस्तो छ संविधान अन्तर्गत प्रदेश गठन भएको, सङ्घीय सरकार गठन भएको, प्रदेश सरकार गठन भएको र स्थानीय सरकार गठन भएको कुरा हो। अब धेरै कुराहरू संविधानसँग बाँझेको कुराहरूमा चाहिँ प्रदेश सरकारले गर्न नसकेको मात्र हो। हामीले त्यही मैले भन्न खोज्या कि संविधानमा भएका त्रुटिहरूलाई सच्याएर संविधान संशोधन गरेर प्रदेशलाई सम्पूर्ण अधिकार दिनुपर्ने हो। अब अहिले प्रदेशले के गरेको छ भने निजामती सेवा ऐन पनि पास गरेको छ। तपाईँको लोकसेवा आयोग गठन गरिसकेको अवस्था हो, निजामती ऐन पास भइसकेको अवस्था छ, प्रहरी ऐन पास भइसकेको अवस्था छ। त्यो अवस्था जबसम्म पुरा भइसके पछाडि प्रदेश सरकारको नियन्त्रणमा हरेक कर्मचारी हुन्छ। तर अहिले प्रमुख सचिव र सचिवहरूको सरुवा बरुवा जे गर्दा पनि सङ्घीय सरकारबाट नियन्त्रित हुने र सचिवहरू नै निर्णायक भूमिकामा भएको हुनाले तिनीहरू प्रदेश सरकारप्रति कतिको लोयल हुने भन्ने विषय आफैलाई मूल्याङ्कन गर्दो रहेछ। किनभने उहाँहरूको कार्य सम्पादन मूल्याङ्कन मतलब प्रमुख सचिवहरूको मूल्याङ्कन मुख्य सचिवले गरेको हुनाले र सङ्घीय सरकारबाट चाहिँ सचिवहरूको सरुवा र बरुवाको कुरा गर्ने भएको हुनाले प्रदेश सरकारको लोयलिटीमा व्यक्तिगत लोयलिटीमा अब प्रदेश यो पनि प्रदेश चाहिँ तपाईको नेपाल राष्ट्रकै एउटा अङ्ग हो भन्ने मानसिकताको कर्मचारीहरूले मात्रै प्रदेशको हितमा सोच्ने गरिरहेका छन्। तपाईले के लाग्छ, जसरी तपाईले भनिराख्नु भएको चाहिँ कर्मचारीहरूको कुरा गरिराख्नु भएको छ हैन, कर्मचारीहरूले गर्दा यस्तो अवस्था आयो हैन, हामीले चाहिँ सहज तरिकाले काम गर्न सकेनौँ भनेर तपाईले भनिराख्नु भएको छ। अहिलेको प्रश्न यो मैले महालेखा परीक्षक कार्यालयको जुन प्रतिवेदन आयो नि, हजुर मैले यो भन्ने होइन, मैले के भने भने कि जुन व्यक्तिगत रूपमा होइन यो यो देशमा यो प्रदेश नम्बर 2 को जनता र प्रदेश नम्बर 2 पनि यही देशको एउटा अङ्ग हो भन्ने मानसिकता बुझेको कर्मचारीहरूले काम गरिराखेका छ। तर सङ्घीय सरकारको जुन मूल्याङ्कन हुनुपर्ने, सङ्घीय सरकारको जुन प्रकारको सहयोग हुनुपर्ने त्यो किसिमको सहयोग कर्मचारीहरूले पनि पाइराखेको छैन। यहाँ के हो भने यहाँ राम्रो काम गर्यो भने यिनीहरूलाई एवार्ड होइन, यिनीहरूलाई कहीँ अर्को ठाउँमा पठाइदिने नियति सङ्घीय सरकारको गरेको छ भन्ने तपाईको भनाइ हो। त्यो 100% हो भन्ने कुरा अहिलेसम्मको ट्रेन्डमा अब अहिलेकै एउटा प्रसङ्गको कुरा गरौँ। जसरी महालेखा परीक्षक कार्यालयको जुन प्रतिवेदन आयो त्यो प्रतिवेदनले के भनेको छ भने प्रदेश 2 मा नियम सङ्गत चाहिँ खर्चहरू, जो नियमले जे भन्छ नि, ऐन कानुनमा जे लेखेको छ नि, जसरी खर्च गर्नुपर्ने त्यसरी खर्च गरिएन। बेरोजुको कुरा गर्ने भने 7वटै प्रदेशभन्दा सबैभन्दा बढी 1 अर्बभन्दा बढी रकम चाहिँ बेरोजु प्रदेश 2 मै आएको अवस्था छ। खर्चको कुरा गर्ने भने 2075-76 को बजेटमा कर्णाली भन्दा बढी बजेट चाहिँ प्रदेश 2 ले खर्च गरेको हो, बाँकीका प्रदेशभन्दा कम बजेट खर्च गरेको अवस्था चाहिँ छ। अब तपाईको भनाइ अनुसार तपाई त अब प्रदेश मुख्यमन्त्रीसँगै तपाईले के लाग्छ किन चाहिँ यस्तो भइरहेको छ के प्रदेश 2 मा? एउटा कर्मचारीको कुरा तपाईले भन्नुभयो, त्यही नै मुख्य कारण हो कि अरू पनि कारणहरू छन् के? अब हेर्नु यस्तो छ, अब बजेट बनाउने भनेपछि, नीति बनाउने भनेपछि राजनीतिक कुरा हो। नीति राजनीतिक रूपमा चाहिँ अब जस्तो राजनीति गर्ने, राजनीतिक पद हुने मुख्यमन्त्रीदेखि लिएर मन्त्रीहरू हो। तर यसलाई कार्यान्वयन गर्ने भनेपछि प्रशासनिक कुरा हो। अब प्रशासनिक रूपमा यदि सबैजना बेरोजु नै भएर यो प्रदेश अगाडि बढेको भन्ने विषय अगर हो भने अब यसमा तपाईँ हामी के भन्ने, अब आफैमा क्वेसन छ सङ्घीय सरकारको बिचमा। तर के हो भने म यो महालेखा परीक्षणको जुन प्रतिवेदन आएको छ त्यो प्रतिवेदनमाथि मैले तपाईको मिडिया मार्फत म आम नेपाली जनतालाई प्रकाश पार्न चाहन्छु कि अहिलेको अवस्थामा जसरी मैले एउटा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा माननीय मुख्यमन्त्री
ज्यूको प्रमुख स्वकीय सचिव भएको हुनाले म मुख्यमन्त्री तथा मन्त्री परिषदकै कार्यालयको एउटा उदाहरण म दिन चाहे। तपाईको हरेक प्रदेशको अन्य 7वटा प्रदेश नम्बर 2 बाहेक अन्य 6वटा प्रदेशको तपाई प्रतिवेदन हेर्नुहोस्। प्रतिवेदन एक पेजको हुने, तर प्रदेश नम्बर 2 मा चाहिँ 3 पेजको प्रतिवेदन लेख्ने एउटा मैले उदाहरण दिएँ। किनभने प्रदेश नम्बर 1 मा अहिले खर्च बजेट हेर्दाखेरि त्यहाँ खर्च बढी भएको भनेपछि कुन शीर्षक त्यतिकै तपाईको के भइदियो भने कि त्यसको शीर्षक बढ्यो होला, तर यहाँ चाहिँ बजेट कम खर्च हुने तर शीर्षक बढी देखाइदिने जस्ता जुन अहिले महालेखा परीक्षणको जुन एग्रेसिभली जसरी प्रतिवेदन आएको छ त्यो डिस्क्रिमिनेटेड प्रतिवेदन हो भन्ने बुझाइ मेरो हो। किनभने म सम्पूर्ण नेपाली जनतालाई म के भन्न चाहन्छु र के आग्रह गर्न चाहन्छु भने कि महालेखा परीक्षणको जुन प्रतिवेदन छ त्यो 7 प्रदेशको प्रतिवेदन देखाओस् र पढोस्। त्यसले छर्लङ्ग के देखिन्छ भने प्रदेश नम्बर 2 सँग डिस्क्रिमिनेसन भएकै हो भन्ने कुरा बुझिन्छ। र अर्को म तपाईलाई उदाहरण के दिए भने प्रदेश नम्बर 2 को चर्चा परिचर्चा गर्ने कुरा हुन्छ। प्रदेश नम्बर 2 को निजी सचिवालयको विषयहरूलाई लिएर पनि अब खर्च बेरोजुमा राखेको छ। खर्च बेरोजुमा राखेपछि निजी सचिवालयको विषयलाई खर्च बेरोजुमा राखेको छ। त्यसमा आएको छ नि त, निजी सचिवालयका कर्मचारीलाई चाहिँ महँगी भत्ता नदिने त्यो नियम संगत नै भएन रे हैन। त्यस्तै केही सल्लाहकारहरूलाई चाहिँ पैसा दिनै मिल्दैन रे, त्यो चाहिँ कसरी भयो रे, यावत कुराहरू पनि छन् क्या त्यसमा लेखिएको। म त्यसैमा तपाईलाई मैले भन्न चाहे कि जसरी निजी सचिवालय भनेको सम्मानित प्रधानमन्त्री को संस्था या प्रधानमन्त्री को कार्यालय र सम्मानित राष्ट्रपति को संस्था र राष्ट्रपति को कार्यालय लगायत संघीय सरकारको अन्य मन्त्रीहरूको निजी सचिवालयलाई पनि सम्बोधन हुने गरेको छ। अब प्रदेश स्थापना भइसके पछाडि प्रदेशको मतलब मन्त्री मुख्यमन्त्रीदेखि लिएर मन्त्रीसम्मको सेवा सुविधा हुने प्रदेश सभाले र एउटा ऐन बनेको हुनाले प्रदेश सरकारको ऐन बनेको हुनाले ऐन अन्तर्गत दरबन्दी सिर्जना भएको निजी सचिवालयको दरबन्दीमा कार्यरत जति हाम्रो कर्मचारीहरू छ त्यसको कुरा यथार्थ हो। त्यहाँ पनि प्रधानमन्त्रीकोमा पनि दरबन्दी सिर्जना गरेको छ। तर महालेखा परीक्षण जस्तो स्वायत्त निकायले प्रदेश नम्बर 2 को निजी सचिवालयलाई मात्रै कुरा उठाउने, तर अन्य प्रदेश 6वटा प्रदेशको निजी सचिवालयको कुरा नउठाइदिने। अर्को के हो भने प्रधानमन्त्रीको निजी सचिवालयको कुरा उल्लेखै नगर्ने, सल्लाहकारहरूको उल्लेखै नगर्ने, राष्ट्रपतिको कार्यालयको निजी सचिवालयको राष्ट्रपतिजीको निजी सचिवालयको कुरा नउठाइदिने, तर प्रदेश नम्बर 2 को मात्र निजी सचिवालयको कुरा उठाउनु, सुरक्षा सल्लाहकारको कुरा उठाउनु, आर्थिक सल्लाहकारको कुरा उठाउनु भनेको यो के देखिन्छ भने कि संघीय सरकारले महालेखा परीक्षण जस्तो स्वायत्त निकायलाई पनि प्रयोग गरेर महालेखा परीक्षण जस्तो स्वायत्त निकायलाई पनि नछोडेर प्रयोग गरेर प्रदेश नम्बर 2 मा सम्पूर्ण कर्मचारी भ्रष्ट छन्। प्रदेश नम्बर 2 मा कार्यरत सम्पूर्ण कर्मचारी भ्रष्ट छन्, नेताहरू भ्रष्ट छन्। त्यसैले यो संहिताको लागि उचित होइन भने प्र्याक्टिस प्रदेश नम्बर 2 बाट गर्ने प्रयास यहाँ नियम कानुन जुन हुन्छ नि, नियम कानुन चाहिँ ठाउँ र परिवेश हेरेर हैन। जस्तै प्रधानमन्त्री कार्यालयको लागि चाहिँ नियम चाहिँ भएन, मुख्यमन्त्री कार्यालयको लागि चाहिँ नियम लगाइदिने, फेरि बाँकीका 6वटाको लागि चाहिँ नियम चाहिँ कुनै मतलबै भएन, यता चाहिँ 2 नम्बर प्रदेशका लागि मात्रै सबै नियम कानुन भनेर चाहिँ यो चाहिँ डिस्क्रिमिनेसन भयो भन्ने तपाईको भनाइ हो। त्यो त 100% देखेको कुरा हो नि। मैले त्यसैले भने कि प्रतिवेदन सातै प्रदेशको प्रतिवेदनलाई तुलनात्मक रूपमा हेरौं, तुलनात्मक रूपमा विश्लेषण गरौं र प्रधानमन्त्रीको र संघीय सरकारको मन्त्रीज्यूहरूको पनि तुलनात्मक रूपमा प्रतिवेदन हेरौं। प्रदेश नम्बर 2 अहिले पनि
जसरी एग्रेसिभली लागेको छ त्यो एग्रेसिभली तपाईको महालेखा परीक्षण जस्तो सम्मानित संस्था र स्वच्छ संस्थाप्रति जसरी प्रयोग गरेको छ प्रधानमन्त्रीज्यूले या सरकारले, सङ्घीय सरकारले, त्यो राष्ट्र हितको लागि पक्कै पनि होइन भन्ने मेरो बुझाइ। अनि तपाईलाई के लाग्छ अहिले प्रदेश 2 मा जे जति खर्चहरू हुने गरेका छन् ती सबै नियम संगत नै भइरहेको छ भन्नुहुन्छ तपाईँ? अब नियम यस्तो छ, यदि खर्च भएको छ भने नियमै संगत खर्च भएको त ठम्याइ त हो नि। बेनियमले कुन त्यत्रो बेरुजु आयो नि 1 अर्ब, हजुर 1 अर्ब भन्दा बढी बेरुजु आएको अवस्था त छ नि। बेरुजु भन्नाले मात्रै देख्नलाई बेरुजु देखिएको हो, त्यो बेरुजु होइन। यो महालेखा परीक्षण मैले अघि पनि भने, महालेखा परीक्षण एग्रेसिभली लागेको र यो भन्दा अगाडिको जुन हाम्रो प्रमुख सचिवज्यूलाई जो कागज पत्र नभएको, प्रमाण नपुगेको लगायत थुप्रै लेखिएको छ नि त्यहाँ कारणहरू चाहिँ यो कारणले चाहिँ भएन। कागज प्रमाण भनेपछि कस्तो हो भने म तपाईलाई भनौं, त्यो प्रदेश नम्बर 5 मा सोझै चाहिँ 10 लाख रुपैयाँ दिन मिल्ने हुने, त्यसको बेरुजु ननिकाल्ने, अनि प्रदेश नम्बर 2 मा चाहिँ विधिवत रूपमा मन्त्री परिषदले गरेको निर्णयलाई बेरुजु निकाल्ने कहाँको कानुन सम्बद्ध हो? हो त्यसो पनि लेखिएको छ। मैले भने नि वितरणमुखी भयो, जथाभावी चाहिँ रकम बाँड्ने काम भयो, त्यो पनि लेखिएको छ। त्यो चाहिँ अब प्रधानमन्त्रीज्यूले अर्बौं अरब खर्च गरिराखेको छ, त्यो वितरणमुखी खोइ देखिएको हो त महालेखा परीक्षणको कार्यालयले? आज विभिन्न मिडिया मार्फत स्वास्थ्यमा यस्तो भ्रष्टाचारी भएको हो, भ्रष्टाचारीहरूलाई पृष्ठपोषकको रूपमा राखिराख्ने तपाईको अहिले सङ्घीय सरकारको सूचना, तपाईको सञ्चार मन्त्रालयमा हेर्नुहोस्, सूचना तथा प्रविधि मन्त्रालयमा हेर्नुहोस्, खोइ भ्रष्टाचारीलाई कारबाही गरेको, भ्रष्टाचारीलाई पृष्ठपोषकको रूपमा मतलब राखिराख्ने भनेपछि प्रमाण भएको अवस्थामा पनि यो किसिमको व्यवहार हुनु भनेपछि त राम्रो कुरा होइन। त्यसैले प्रदेश नम्बर 2 लाई जुन किसिमले बदनाम गरिराखेको छ, त्यो कर्मचारीको लागि पनि बदनाम भइरहेको छ, राष्ट्र सेवक कर्मचारीहरूको लागि पनि बदनाम भइरहेको छ, राजनीतिक रूपमा पनि बदनाम गरिरहेको छ र समुदायगत रूपमा पनि बदनाम गरिरहेको कुरा चाहिँ महालेखा जस्तो गरिमामय संस्था, महालेखा जस्तो स्वच्छ संस्थालाई पनि प्रयोग गर्नु भनेपछि यो कतै न कतै संहिताप्रतिको एउटा समाप्त पार्ने र भ्रष्ट देखाएर समाप्त। एउटा त तपाईले भन्नुभयो कर्मचारी, हजुर कर्मचारीहरू चाहिँ केन्द्र नियन्त्रित भए, त्यो कारणले पनि एउटा काम गर्ने अवस्था भएन राम्ररी, होइन? अर्को कुरा जे जति कामहरू भइरहेका छन् त्यसमा पनि कुनै न कुनै रूपमा चाहिँ प्रदेशमाथि नै दोष लगाउने काम चाहिँ केन्द्र सरकारले गरिरहेको छ र अरू जुन निकायहरू छन् जस्तै महालेखा परीक्षकको कार्यालयलाई चाहिँ आरोप लगाउनु भयो, होइन? ती निकायहरू पनि केन्द्र के अरे प्रदेश सरकारमाथि चाहिँ लागि परेका छन् भनेर तपाईको आरोप छ। मैले महालेखा परीक्षण कार्यालय आरोप लगाएको होइन, महालेखा परीक्षण कार्यालय एग्रेसिभ रूपमा जसरी प्रयोग भएको छ, मैले प्रयोग शब्द राखेँ अहिले पनि, सङ्घीय सरकारको नियन्त्रणमा रहेको महालेखा परीक्षण कार्यालयलाई प्रयोग गर्नु भनेपछि यो सङ्घीय सरकारको बेइमानी हो प्रदेश नम्बर 2 को लागि। म त्यो कुरा भन्न चाहे। आफैमा यो भन्दा अगाडि पनि धेरै कुराहरू महालेखा परीक्षणले गरे हो नि त। यो भन्दा अगाडि पनि 2 वर्ष त निजी सचिवालय थियो, खोइ आएको हो त? मैले त्यही कुरा भने कि यहाँ महालेखा परीक्षणलाई जसरी सङ्घीयबाट नियन्त्रित जुन कर्मचारीहरू छ, त्यो कर्मचारीहरूको ब्रिफिङ नपुगेर त्यो बेरुजुहरू आएको हो, त्यसलाई चाहिँ प्रदेश सरकारले जवाबको रूपमा निश्चय नै अगाडि बढाउँछ भन्ने म सम्पूर्ण जनतालाई म भन्न चाहन्छु। विभिन्न किसिमका आरोप लगाउनु भयो कि यस्तो समस्या छ भनेर तपाईले आफ्नो किसिमबाट प्रदेश 2 सरकार यी कारणले गर्दा चाहिँ काम गर्न सकिरहेको छैन ठिकसँग भनेर चाहिँ तपाईले भनिराख्नु भएको छ, होइन? अब यसबाट चाहिँ एउटा के हुँदो रहेछ भने एउटा एक किसिमको प्रतिवेदन आउने, फेरि प्रदेश सरकारले चाहिँ केही बोली नदिने, होइन? अब त्यसको चाहिँ अबका दिनमा चाहिँ अब क्लियर होस् के? त्यो त 100% हो। यहाँले उठाउनु भएको कुरामा म समर्थन गरिरहेको छु। त्यसै अन्तर्गतमा के हो भने यसपालि हाम्रो वार्षिक बजेट आउँदाखेरि तपाईको रेड बुक मतलब रातो किताबमा सबै कार्यक्रमहरू प्रष्ट रूपमा अगाडि बढाएको छ र त्यो कार्यक्रमहरू त्यही बजेटभित्र रहेर चाहिँ यो अगाडि बढ्ने कुरामा म सम्पूर्ण प्रदेश नम्बर 2 वासी र आम नेपाली जनतामा म विश्वास दिलाउन चाहे।
अर्को कुरा के हो भने कि अबको दिनमा चाहिँ जसरी हाम्रो कर्मचारी साथीहरूको या कर्मचारीज्यूहरूको जसरी तालमेल भइरहेछ राजनीतिसँग, त्यो भनेपछि आउने दिनको लागि 0% चाहिँ बेरोजगार हुनेमा म विश्वास देखिराखेका छु। त्यस अर्थमा म सम्पूर्ण मधेसका र प्रदेश नम्बर 2 का सम्पूर्ण नागरिकलाई म के आशा र भरोसा दिन चाहन्छु भने कि अब चाहिँ जसरी रेड बुकमा रातो किताबमा जसरी कार्यक्रमहरू आएको छ, तपाईहरू पनि सचेत हुनुहोस् कि त्यहाँ काम भइरहेको त्यो किसिमको काम भइराखेको छ कि छैन भन्ने विषयमा म सचेत गराउन चाहे। हजुर, अब अलिक प्रसङ्ग बदलौँ। केन्द्र सरकारको कुरा गर्ने हो भने अहिले कोरोनाको सङ्क्रमण बढेको अवस्था छ। अहिले नै हेर्ने हो भने राजविराज, वीरगञ्ज लगायतका ठाउँमा चाहिँ निषेधाज्ञा लागू गरिएको अवस्था छ। एकातर्फ चाहिँ लकडाउन खुलेको अवस्था छ होइन। केन्द्र सरकारको कुरा गर्ने हो भने कता अर्कैतिर व्यस्त भए जस्तो पनि लाग्दो रहेछ होइन केही महिनादेखि। तपाईलाई के लाग्छ, तपाईहरू प्रदेशमा बसेर केन्द्र सरकारले गरिरहेको कामलाई हेर्नु पर्दाखेरि एउटा तपाईहरूको कामको कुरा त आइहाल्यो कि विभिन्न किसिमका समस्याहरू देखिएका छन् होइन। केन्द्र सरकारलाई चाहिँ तपाईहरूले कसरी नियालिराख्नु भएको छ? यस्तो छ, तपाईँले समय सान्दर्भिक कुरा उठाउनु भयो अजयजी, र यो महत्त्वपूर्ण कुरा पनि हो र यो जनलोक कल्याणकारी कुरा पनि तपाईँले राख्नु भएको हो, जनहितको लागि तपाईँले यो कुरा राख्नु भएको हो। त्यसैले म तपाईँको कुरामा म सहमत भएँ र यो किन यो यस्तो भइरहेछ भन्ने कुरा म अलिक सम्पूर्ण नेपाली जनतालाई भन्न चाहन्छु। महामारीको अवस्था आज भएको त होइन नि, यो तपाईँको चाइनाबाट सुरुवात भएको हो, चीनबाट नै सुरुवात भएको छ। राज्यले चाहिँ अब हामी चाहिँ यत्रो धनी देशहरूमा पनि कोरोनाको महामारीले गर्दा यस्तो विपद आइरहेको अवस्थामा राज्य के गरेर अगाडि बढिरहेको छ भने कि कुन पार्टीलाई फुटाउनलाई कुन विधेयक ल्याउनु पर्छ, कुन समुदायलाई कसरी पेल्नु पर्छ, कुन भ्रष्टाचारीलाई कसरी संरक्षण गर्नुपर्छ, लुटतन्त्र कसरी स्थापित हुन्छ तिर लाग्यो क्या। त्यस अर्थमा के हो भने कि न कुनै भिजन छ, न कुनै उद्देश्य छ। यति हुँदाहुँदै पनि अहिले महामारीको बेलामा सम्पूर्ण मानव जातहरू एक ठाउँमा उभिनु पर्ने अवस्था र यो बेला विपदको बेलामा पनि अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय कुरालाई अहिले चाहिँ के गरेछ भने विवादको रूपमा खडा गरिदिने, विवाद ल्याइदिने र जनताप्रति अलिकति पनि उत्तरदायी नहुने जुन सङ्घीय सरकारको नीति आएको छ, त्यो नीतिले निश्चय नै यो तपाईको जनता निराशा भएको छ, यो जनता हेरिराखेको छ। तर यति समय मात्रै पनि होइन, म तपाईको मिडिया मार्फत सम्पूर्ण नेपाली जनतालाई म भन्न चाहन्छु, यो राष्ट्र हाम्रो हो, यो देश हाम्रो हो, हामी यही देशका नागरिक पनि छौँ र यसै देशमा हामीलाई राजनीति पनि गर्नु छ, बनोस् राजनेताहरू। तर अहिलेको जुन सरकारको नेतृत्व गरिराख्ने हाम्रो प्रधानमन्त्रीज्यू हुनुहुन्छ, उहाँ त लोकतन्त्रमाथि पनि प्रहार गरिराख्नु भएको छ, उहाँ गणतन्त्रमाथि पनि प्रहार गरिराख्नु भएको छ, उहाँ संहितामाथि पनि प्रहार गरिराख्नु भएको छ। उहाँ चाहिँ लोकतन्त्रमा जुन ऐतिहासिक जुन जन आन्दोलन भएको थियो, सशस्त्र जनविद्रोह भएको थियो, ऐतिहासिक मधेस जनविद्रोह भएको थियो, त्यसबाट प्राप्त जुन राष्ट्रपति संस्था जस्तो गरिमामय संस्थालाई बदनाम पार्ने पनि खेल गरिराख्नु भएको छ भन्ने कुरा राष्ट्रिय हितको लागि पक्कै पनि होइन। जनता अब धेरै दिन छैन, या त राज्य सञ्चालन राम्ररी गरिदिनु पर्यो। अहिले कोरोनाको भत्तै बढिरहेछ, यतातिर तपाईको बाढी पीडितको अवस्था पनि त्यस्तै भइरहेछ। राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दाहरूलाई चाहिँ ठाउँमा ल्याएर समाधान गर्नुपर्ने बेलामा हावादारी कुरा गरेर अगाडि बढिरहेको अवस्थामा राष्ट्र र राष्ट्रियताको लागि हितकारी हुन्छ र हुँदैन। त्यसैले जसरी तपाईले आरोप लगाइराख्नु भएको छ कि जे काममा केन्द्रित हुनुपर्ने हो त्यस काममा केन्द्रित भएन,
अहिलेको सरकार कम्युनिस्ट सरकार भनेर आरोप लगाइराख्नु भएको छ। अर्कोतर्फ हेर्ने भने तपाईँहरूकै पार्टी समाजवादी पहिला थियो, अब चाहिँ समाजवादी र राजपा मिलेर जनता समाजवादी पार्टी बनिसकेको छ, ठुलो पार्टी बनिसकेको छ। विपक्षी दलको पनि भूमिका हुन्छ नि, विपक्षी दलले पनि चेक एन्ड ब्यालेन्स गर्नुपर्ने होला कि कोही गलत ट्र्याकमा गइरहेको अवस्था छ भन्ने सच्याउनु पर्ने पनि होला कि होइन। खोइ त विपक्षीहरू त चुप्प लाएर बसे जस्तो छ होइन, यसो किन नि? अब यस्तो छ व्यक्तिगत सम्बन्धको हिसाबले प्रधानमन्त्री र राष्ट्रपतिको गरिमामय संस्थालाई हाम्रो कमरेड केपी शर्मा ओलीज्यूले जसरी राष्ट्रपति संस्थालाई प्रयोग गरिराखेका छ त्यो गलत कुरा हो। सार्वभौम सत्ता भनेपछि के हो भने तपाईँ प्रतिपक्ष र सत्तापक्षको कुरा गरिराख्दाखेरि सार्वभौम सत्ता भनेको संसदीय व्यवस्था हो। अहिले सभामुखज्यूलाई बिना सूचना दिइकन राष्ट्रपतिज्यूबाट तपाईलाई यो संसद अन्त गरेर स्थगित गरेर अहिले लोकतन्त्रलाई कहाँ राखेको छ? हाम्रो दलीय यो राष्ट्रमा दलीय व्यवस्था भएको अनुसारमा दलले कहाँ आफ्नो कुरा राख्ने हो त? जहाँ जनप्रतिनिधिले यस्तो सार्वभौम सत्ता बनाएको अवस्थामा विपक्षीलाई बोल्ने ठाउँ पनि बन्द गरिदिएको अवस्था छ हैन त? सार्वभौम सत्ताको अहिले प्रतिनिधि सभा भवन छ, त्यो भवनलाई नै कब्जा गरेको छ राष्ट्रपति र प्रधानमन्त्रीज्यूले। त्यो सार्वभौम सत्तालाई पनि कब्जा गरेको भन्नुको अर्थ के हो भने कि संविधानलाई पनि उहाँहरूले के गरेका छ, संविधानलाई राष्ट्रपतिज्यूले रक्षा गर्नुपर्ने अवस्थामा, लोकतन्त्रलाई रक्षा गर्नुपर्ने अवस्थामा प्रधानमन्त्रीज्यूलाई निर्देशन गर्नुपर्ने अवस्थामा कि जनता त्राहिमाम छ, जनताको लागि सरकार हो भन्नुपर्ने अवस्थामा जसरी प्रधानमन्त्रीज्यूलाई राष्ट्रपतिज्यूले आज एउटा चाहिँ तपाईको अध्यादेश ल्याउने, फेरि आजै चाहिँ अध्यादेश फिर्ता गर्ने, फेरि अर्को अध्यादेश ल्याउने, फेरि अध्यादेश फिर्ता गर्ने र अन्तमा यतिसम्म गर्यो भने कि जहाँ सार्वभौम सत्ता जहाँ जनताको आवाजलाई चाहिँ त्यहाँ राख्ने गर्ने थलोलाई नै कब्जा गरेर लोकतन्त्रमाथि जसरी प्रहार गरेको छ, संविधानमाथि जसरी प्रहार गरेको छ, यसको अर्थ के हो भने अधिनायकवाद उहाँको सोच आइसकेको छ र अधिनायकवादी प्रवृत्तिले यो शासन सत्ता चलाइराखेकोले आम नेपाली जनता अब यो सरकारबाट उकुस मुकुस भइरहेछ। उनीहरूको पार्टीभित्र नै अहिले उकुस मुकुस भइरहेछ। त्यस अर्थमा के हो भने संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशिता सबै खतरामा छ भन्ने हामीलाई शंका लागिराखेको छ कि केपी शर्मा ओलीज्यूले जसरी नेतृत्व लिइराख्नु भएको छ त्यसरी नेतृत्व लिएर हिटलरिज्म शासन लिएर अगाडि बढ्नु पर्दैन। जनता सचेत छन्, अब चाहिँ धेरै बेर छैन भने सम्पूर्ण नेपाली जनता बुझिरहेको छ। अब हामी अन्त्यतिर पनि आइसकेका छौँ। अब तपाईलाई के लाग्छ, केन्द्र र प्रदेश सरकार मिलेर अगाडि बढ्नुपर्नेमा अब आफ्नै किसिमको आरोप प्रत्यारोप त भइ नै रहेको छ हैन? उसले चाहिँ काम गर्न सकेन, उसले चाहिँ काम गर्न सकेन भन्ने किसिमको चाहिँ आरोप प्रत्यारोप त भइ नै रहेको छ। अब यस्तो अवस्थामा चाहिँ मिलेर काम गर्ने, अगाडि बढ्ने होइन, समुन्नत नेपाल निर्माण गर्ने भनिन्छ नि होइन? त्यसको लागि चाहिँ के गर्नु पर्ला? प्रदेश सरकारले आफ्नो भूमिका निर्वाह गर्ने कुरा पनि आउला होइन? तपाईले के लाग्छ, प्रदेश सरकारको तर्फबाट भन्नुपर्दा चाहिँ अबका दिनमा जुन जे जस्तो कमी कमजोरीहरू औल्याइएको छ होइन, अब त्यो गलत नजरले होस् या नहोस् त्यो आफ्नो ठाउँमा छ होइन, त्यो फेरि अर्कै कुरा भयो होइन? तर जुन किसिमको समस्याहरू देखिएका छन् अबका दिनमा नदेखियोस् होइन, त्यसका लागि चाहिँ के गर्नु पर्ला जस्तो लाग्छ अन्त्यमा? मैले संघीय प्रदेश सरकारको तर्फबाट भनौँ या आम नेपाली जनताको तर्फबाट हो या जिम्मेवार पार्टीको जिम्मेवार संगठनको हैसियतमा म भनौँ, संघीय सरकारले 2-3 कुरा मात्रै गरिदिँदाखेरि यो राष्ट्र बलियो हुन्छ। जनता हितको लागि जनतालाई अधिकार सम्पन्न जनता बनाइदिने, प्रदेशलाई स्वायत्त प्रदेशको अवधारणा अनुरूप साधन स्रोत शक्तिको बाँडफाँड सन्तुलित रूपमा
समानुपातिक ढङ्गले प्रदेशहरूलाई दिनुपर्ने, नीति निर्माणको लागि सङ्घीय सरकार मात्र काम गर्ने, बाँकी जति पनि तपाईको विकासको कामहरू छ स्थानीय र तपाईको प्रदेशको संविधानमा राखेर व्यवस्था गरेर स्थानीयलाई प्रदेश अन्तर्गतको मातहत बनाएर सम्पूर्ण जनतालाई अधिकार सम्पन्न बनाइदिने, आफ्नो शासन सत्ता, आफ्नो प्रशासन, आफ्नो कर्मचारी प्रदेशलाई नियन्त्रण गर्न दिने, आफ्नो सुशासनको लागि अख्तियार, सम्मानित अख्तियार जस्तै तपाईको जनलोक कल्याण ऐन मतलब सुशासनको लागि जन कल्याण ऐन बनाएर त्यो चाहिँ के गर्ने भने त्यो अगाडि बढाइदिने जस्ता कामहरू यदि सङ्घीय सरकारले गरिदियो भने कुनै पनि प्रदेशले सङ्घको मुख ताक्नु पर्दैन र कुनै पनि प्रदेशमा रहेका जनताहरू सङ्घीय सरकारतिर मुख हेरेर हेर्दैन र यो आरोप प्रत्यारोपको पनि अन्त हुन्छ र यो आरोप प्रत्यारोपको अन्तको साथसाथै प्रदेशले यदि राज्य सञ्चालन, प्रदेशले आफ्नो प्रदेश चलाउन सक्षम रह्यो भने हरेक नागरिकले आफ्नो देशमा आफ्नो अधिकार छ भन्ने अनुभूति भयो भने राष्ट्र र राष्ट्रियता बलियो हुन्छ भन्ने बुझाइ मेरो छ। यो धन्यवाद। दर्शकवृन्द, ओ छलथि जितेन्द्र यादव, नेपाल बौद्धिक पेशाकर्मी महासंघ के उपाध्यक्ष, तहिना ओ मुख्यमंत्री के प्रमुख के सचिव छथि। हुनका सब जब बात करै छलिए जे अखन जे समस्या देखल गेलै एक किसिमसँ हुनका सब बातचीत करै छलिए जे महालेखा परीक्षक कार्यालय के जे एकटा प्रतिवेदन आयल छै, प्रतिवेदन में प्रदेश दू सरकार के बात करी तो प्रदेश दू में सबसे बेसी बेरोजू देखल गेलै एहन अवस्था किया सिर्जना भेलै। हुनकर जे बात करी तो हुनकर ई कथन रहलै कि कर्मचारी सब जे केंद्र नियंत्रित छै इहो एकटा कारण रहलै। दोसर कारण ई रहलै जे नियम कानून जे लगै छै तो प्रदेश दू पर मात्रे थोपाड़ल जाइ छै, लेकिन और प्रदेश पर ओते नियम कानून सब नहीं लगै छै। इवन केंद्र में सेहो नियम कानून नहीं लगै छै, लेकिन सब नियम कानून प्रदेशे दू में लगल जाइ छै, से हुनकर कथन छलै। यावत विषय में आई हुनका से बातचीत कर। व्यस्त, नमस्कार।